Hello everyone, सेवा नमस्कार जो लोग सम्पूर्ण देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीजन दाजुभाइ तथा दिदीबहिनी आफन्तजन परिवारजन र सम्पूर्णमा मेरो यो विजय दशमी 2082 सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। साथसाथै आज चाहिँ हाम्रो विजय दशमी कस्तो रहनेछ हजुरहरूलाई छोटो क्लिपमा देखाउने नै छु। स्टे ट्युन विथ मी। चाहिँ हाम्रो दाजु हुनुहुन्छ किशोर श्रेष्ठ। यहाँ चाहिँ हामीले जमरा राखेको थियौँ। यो चाहिँ मेरो पूजा कोठा हो। अनि यहाँनिरबाट दुर्गा भगवानलाई पूजा गरिसकेर जमरा उठाएर यहाँनिर राखेको छौँ। ल यहाँ हुनुहुन्छ किरण राई। Yes. Hello guys. Hello guys. Hello guys. ल साथीहरु हाम्रो चाहिँ यस्तो तयारी भइरहेको छ। यस्तो मात्रै भएन यो जतिको त। त्यतिको राम्रो हो त अनि त्यस्तो धेरै मेहनत गर्नु। जोइको दाइले बस्नु त। आयो उ त्यो लाइट आयो नि। लाइट आओस् न राम्रो दिन्छ त। हैन तिमी फोटो चाहिँ यताबाट खिच्नुपर्छ। ह्यापी दशैं। कम ह्यापी दशैं सानो। अब दिन पनि यहाँ काकीको छेउमा त आँखा पोलेर तपाईको आँखा पोलेन धुवाले। यो आज कस्तो स्पेशल बनेछ छिटो बस न। तिमी पाजु भन न। त्यहाँबाट फोटो बसेर टिका लाउँदैन क्या। उठाइदेऊ यो त बस्नु त भन्नु। आउनु बस टिका के भन्नुहुन्छ? ब्लेसिङ दिनुहोस् मामा भन्नु। ब्लेसिङ भनेको भनेर हैन के मनमनी के यसरी वासरुममा म सबैजनाको भगवान हो नि। मलाई प्रे गर्छ सबैजनाले अरे अहिले हो। तिमी सबैजनाको भगवान हो कि हैन? अनि के भगवान त हो त्यसै बस्छ। गर्छ है भगवानले सबैजनालाई। हामीलाई ब्लेसिङ दियो है भगवान। डान्स पनि गर्छ। यसरी है त। लस्ट गर। अलि गर। कति मजाले पलाटी गर्छ है। अलि अगाडि आऊ। उ त भगवान हो नि त। ए हो र। ओके। सीधा है जस्तो हुन्छ धेरै पढ्नु ज्ञानी हुनु हैन। ए ओले के लाग्यो? अब दाइमा नगर्नु है। सिकेर बुझ्यो के? दाइमा भनेको बुझ्यो? धेरै गर्लफ्रेन्ड नबनाउनु है। के छ? छ नि। Do you have girlfriend? बेस्ट फ्रेन्ड चाहिँ छ। बेस्ट फ्रेन्ड। Do you have girlfriend? Three time of photo पनि खिच्नु। Okay. तिमी भगवान हो?
चाहिने यता है चाहिने त कस्तो आँखा हो र ल कस्तो आँखा हो र ल आयो कस्तो आँखा अरे कस्तो ए दाइले भनेको होइन उसले कस्तो आँखा अरे पाजु पाजु हो र तँलाई यसलाई भने छोरा पाजु उहाँहरू न के गर्नुहुन्छ कि बाजुले भोलिपर्सि 3 दिन यस्तै गर्ने हो क्या ठिकै छ ए ढोक्नुपर्छ ओके देख्यौ तिमी भगवान हो नि त तिमी भगवान होइन त टिका लाउनु जति सबजना अलिक गर अलिक गर अब यो ल यो त फाइछ होइन आज भगवानले फाल्दैन नि त्यहाँनिर हेर त प्रेयर हलमा काकीको प्रेयर गरेको जग्गामा ल नमस्ते नमस्ते ठुलो ठुलो हुनु जिवा गर न खोइ उता छिटो 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 न छिटो डट्छ दाइ हो यता डट्दैन ओके खोइ ब्लेसिङ गर्यो खोइ त नि ल ए ल ल ए काकीले गरेर हौ नजादेऊ न मेरो भन न ल हालिहालौँ थ्याङ्क यू भगवान कपाल चाहिँ बाँधेको भाउ पो एक त हुन्थ्यो कि होस् न अहिले यस्तै हो नि खोइ कता छिराउने चित्त यस्तै हातमा यसो बस म खेल्छु बस तिमी भरा दुई हरा बस भगवान त अनि कहाँ भगवान कसरी त्यसै गर्नु हुँदैन नि पेसेन्स लेभल हुनु पर्यो नि भगवानको अहिले एकछिन अहिले हामीले यहाँ गेम खेल्नुपर्छ ओके छ त यो फर्स्ट डे भएको थियो ल अब खाने भने दिने हो नखाने भने ल ओके यो सगुन पनि थियो यहाँ त्यो अब टिका लगाएर धन्यवाद यो खाने चाहिँ अब हातैमा ल ओके त्यस्तो पनि दिनुपर्छ खोइ म त फर्स्ट दिन्छु के भयो होइन क्या कस्तो आदु हो क्या नि मलाई कस्तो आदु हाल्यो क्या कस्तो भएर तपाईँलाई खाने हो नि कलेज म कलेज दिन्छु ल उसलाई यहाँ चाहिँ बोलो दुवाले आएको थ्याङ्क यू तय बोले होइन त्यस्तो छ बोल्नु बिचमा भयो अनि ठिकै छ ठुलो हुनु कम गाह्रो छ यहाँ जिन्दगीमा फालिदिएको जमाना बिस्तारै निकाल्दैछ थोरै थोरै गरेर ठुलो सानो नै हुन्छ क्या लाइन आउनु के थियो अरे अनि यस्तो आउँदैन हुन्छ ए होइन ऊ ठुलै हुन्छ सकिसक्यो नि होइन र के अझै छ छोडिदिनु गर्नुभयो त्यो के धुवाले आँखा पोल्ने अघि के त उयो तारेको हेर्नु त तेलको राग ल्याऊ कि त्यो कस्तो राग कति फेरि तेलको राग आउँछ नि तेल के कुन तेल हो त्यो होइन उयो क्या धेरै उसमा तार्नु करेला काट्दाखेरि आँखा पोले जस्तो भइरहेको छ बिहान त अघि त के गर्दाखेरि प्याज काट्दाखेरि मेरो त मलाई त निलो लागेर हो कि के हो जस्तो लाग्छ घरिघरि होइन निन्द्रा त पुगेको त सबैको पोलिरहेको छ आँखा मलाई चाहिँ मलाई मात्रै भएको होला के जस्तो लाग्यो होइन होइन अब एसी खोल्ने हो सिकाउनुपर्छ हो होइन यसले जाँदैन क्या यसले गएकै छैन यो होइन मेन डोर खोल्ने हो अब त यो मोचीलाई थुनिदिने हो त अनि मेन डोर खोल्ने हो अहिले त थुन्ने रहेछ त मान्छेलाई त राग गुम्सिरहेको छ फोटो खिच्ने मजाले राम्रो थुन्दिने ओले मोचीलाई कहाँ उतापट्टि म त सोसियल सोल्टीलाई थुन्दिने हो उसको उतापट्टि सानो सोल्टी मजी आशीर्वाद धेरै दिनु ल आशीर्वाद के सबैजनाको एकैपट्टि लाइस त हौ बिर्सिस त्यो देब्रे लाउनु पर्ने यतापट्टि होला होइन होइन भयो 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 शान्तिको चाहिँ मिस्टेक शान्तिको मिस्टेक भयो होइन दाइको भयो त छोरी मान्छे दाइको गर्दा गर्दा कसैले सम्झना केही छैन कपाल कसैले बाँधे थोरै बाँधेको फोटो खिच्दिन आफै लगाउ ल अहिले अहिले म सिङ्गल धान्छ कि
पर्दैन हौ दाइ त्यति उयो हुँदैन कि यहाँ छ त ऊ काले पनि भएको छ पूजा गरेको पूजा गरेको त्यो उयो बनाना दे त नानीलाई यहाँ आफै लगाऊ ल दुईजनाले त मैले जानिन सानोवाला दिने त्यो पाकेको नि कोठा लाग्नु पर्दैन साँझलाई साँचेको दाहिने दाहिने सबैले ल 1 2 3 गो ठुलो हुनु छोरी ल यसलाई भन्छ समय बजी ल फोटो खिच्न त यिनी हुन् हाम्रा निना माउराई छिटो न म मोची ल्याउँछु अनि मामुसँग बस्छ न चिकन बनाना यस्तो रे चिकन बनाना के हुन्न अनि यताबाट चाहिँ एन्टी पर्यो क्या हजुर के छैन मजाले लागेको छ मामुसँग आउँदै औ छिटो आउँछ न चिकन नानीलाई चिकन उयोहरू दिँदा हुँदैन के अरे विङ्सहरू छ बनाना जसरी खाँदा नि हुन्छ हामीले त त्यतिकै काटी 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 सानो काटी 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 बस सानो तिमी पनि बस त म त मान्छे काले नेपाल एक दिन्छु मन लाग्छ टिका अनि हामी अनि फाइट खेल्ने त्यसपछि भगवान फेरि भगवान बन्नु काका आन्टीको कसको मोबाइल भन्ने हो याउ आउनु बिचमा नाको न्यू मोबाइल हो मोबाइल कसको भेनाको ओके ल यहाँ बस छिटो अनि भगवान कसरी पो बस्छ छिटो न ब्लेसिङ दिने हैन काकालाई छिटो ओ पहिला उसैलाई लाग्यो पहिला चाहिँ उसैलाई लगाइदेऊ छिटो ब्लेसिङ एउटै त हो नि फोटो पनि खिचिदिनु अहिले हाम्रो फोटै भएको छैन फोटै भएको छैन एकैछिन फोटो त उतारेर खिचिरहेको छ शान्ति टिक टक टिक टक टिक टक टिक टक टिक समितियो सुस्वास्थ्य मित्र दिल्ला गरौँ सुस्वास्थ्य म त मान्छे काले काले नि गाउँछ त्यो सुनेको त्यसको सुनेको थिएँ त उयो भोइस चाहिँ उयो जस्तो क्या त्यो हुन्छ नि अप्सीले गाएको गीत अफिस गएको छ नि गएकै छ नि त उसले अघि हाम्रो भयो फोटो अब हामी भएको छैन जमरा लाउनु पर्ने खुसी लागिरहेछ मलाई त नि जमरा लाउनु पर्ने झप्पै के हेर्नु रे सानो ठुलो भगवान आज के
के छ अरे के फलफुल मन पर्छ त्यही त्यही दिनुभएको सानो ओ सानो स्कुल बस उसको लेफ्टी हो कि क्या होती लेफ्टी हो भाइ हो अनि फेरि अब दिइहाल्नु न सानोलाई कति कुरा आएको रेलीमै भन्ने गर्दा हुँदै हैन लाउरेको रेलीमै भन्ने गर्दा कोतरे कोतरे रे उले त्यो भन्नु खोजेको नि तिम्रो टिका हुँदैन नि मेरो जहिले यस्तै फेरि हेर न फेरि हाँस्नु आएको फेरि दाइल बेनाले अन्त नि कस्तो राम्रो लाग्यो मलाई जमरा नि प्रिसियस जमरा हो शान्ति चाहिँ भित्र एउटा कालो उसमा के अरे क्लियर छ यस्तो हुन्छ नि त जोइ सालमा एकचोटि टिका लगाएको हुन्छ हाम्रो अनि सालमा एकचोटि टिका लगाएर चाहिँ कहाँ आउँछ त बिर्सिहाल्छ होइन कतिले आउँछ यो दाइले मेरो चाहिँ दाइले आउँछ के हुन्न अब केही हुँदैन के त्यसमा केही डिफ्रेन्टै छैन यो त खोल्नै सक्दैन यार दक्षिणा तलै छ तलैको शान्ति तिमीले गएर त्यो सानो गर्नु नानीलाई खानु मैले के बसाल्नु खाना सानो नानीलाई अनि अन्दाज हुन उसलाई त्यो आइडिया हुन अहिले गर्नु यो फोटोको त थाहा छ थोरै हौ कहाँ छ मिसाना दाइमा आउँछ होइन होला Are you happy today? नङ त होइन नङले बच्चा नङ बटन छ 1 2 3 गो एकचोटि फेरि ढोक पहिला त भत्रा ह्यान्डसम भएर उचालेर ढोक्दैन उचालेर उचालेर भुइँमै हुन्छ ल ल पछाडि ढोक्दिनु भयो भयो हेर जिगर भयो भुइँमा छोडिदिन्छ भुइँमा हुनुपर्छ उचालेर साथीहरू अनि हामी चाहिँ टिका सिका लगाइसकेर यसो फोटोहरू खिच्नको लागि यतिको तयार भएर फोटोसोटो खिच्यौँ थोरै अनि सबैजनालाई भोक लागेको थियो त्यो भएको कारणले गर्दाखेरि चाहिँ फोटो खिचेर खाना खाने सुरतिर लाग्यौँ अनि रमाइलो भयो होइन यस्तै भयो कस्तो क्लियर आएको सबै खिच्छ यसमा चाहिँ कुटेला सिकुटी कुरा स्प्रेड ए भनेको हुन्छ हुन्छ म आइहालेँ ल मन्जुले किन न चिरा मन पर्दैन खाएको छु नि के ल्याउनु भइसक्यो सबैले आउँछ नि बुटुन त खाने यस्तो छ तँलाई अलिकति मलाई भयो जोइ मेरो सबैजनाको दसैँ यस्तो छ
खाना सुट लाग्यो ल गाइस टिका लगाइसकेर फोटो खिच्न तल जाने क्रम भइरहेछ अब उज्यालो भन्नु हाम्रो साइड जुरेको छैन अब भर्खर जुर्दैछ ल आऊ न आऊ ल आऊ हेर केटकेटी हो सबै कुरा साटा बुढा नसाटा है फाइनल कुरा अरे कहना क्या चाहते हो होइन ठिकै छ ल फोटो खिच्न आएको होइन त अनि हामीले चाहिँ साथीहरू यसरी पोज दिदी फोटोहरू खिच्यौँ होइन अब यत्रो टिका लगाइसकेर यति गरिसकेपछि त फोटो त खिच्न परिहाल्यो त्यो भएको कारणले गर्दाखेरि हामीले चाहिँ यस्तो यस्तो पोजमा फोटोहरू खिच्यौँ घरको टिका सकेर होइन रिलेटिभ्सको टिका लगाउनु जाँदैछौँ राति राति नेपालतिर पनि हामी जान्छौँ नि टिका लगाउनको लागि त्यसरी नै यहाँ पनि हामी राति राति टिका लगाउनु कुद्दिने हो यहाँ अरूहरू सक यहाँ रकिङ हुँदैछ है अरूहरू चाहिँ यस्तो के गरेको होला भनेर हेरेर त्यस्तो पर अरू मान्छेहरूले चाहिँ माइती मान्छे त्यसरी के हो आज सोधेको क्या उनीहरूलाई नौलो लाग्छ नि त तर प्रायलाई थाहा छ कतिलाई अलिकति नौलो लाग्छ ल टिका लाउन लाग्यो टिका लाउन हिँड्यो उता जाउँ न के किन्ने हो यहाँनिर चाहिँ अनि त्यही भएर सपिङ गर्ने एकजना छौँ सपिङ गर्ने एकजना छौँ 5 जना गरेर अनि के भयो त अनि डुल्दाखेरि के भयो त अनि त्यो पनि अब साँझको टाइममा कति मान्छे धेरै सो त्यही भएर चाहिँ हामी यहीँ बस्थ्यौँ बाहिर एकजना गएर आउँछ केही पनि हुँदैन त्यस्तो मलाई म त केही बालै लाग्दैन मलाई त त्यस्तो के हुन्छ र होइन के निकाल्नु मेरो हेर्नु एकजनाले सपिङ गर्नुलाई सबैजना हामीले साथीदेखि गइरहेको थियौँ अनि उसले चाहिँ एकजना मात्रै जाओस् हामी चाहिँ बाहिर वेटिङ गरिराख्नु अरे हामी किनभने टिका लगाएको छौँ त्यही भएर उसलाई लाज लाग्यो अरे क्या हामी चाहिँ यस्तो हुलियामा छौँ नि त अब नेपालमा भएपछि केही हुँदैन त अरू यहाँनिर फरेन मान्छेमा चाहिँ अब उसलाई चाहिँ लाज लागेको अवस्था अरे क्या त्यही भएर उसले चाहिँ हतार हतार फेरेको होला त्यो उयो पनि नर्मलमा लुगा आएको होला हामी त केही पनि लाग्दैन राम्रो छ होइन त्यो त हो त्यहाँ अब एकजना सपिङ गर्ने 5-5 जना फेरि किन जानु भन्दा डिस्टर्ब हुन्छ केही छैन हाम्रोमा चाहिँ पैसा पठाउने एकजना आउँछ 3 जना साथमा हुन्छ हामी केही भन्दैनौँ त्यो भनेको यो प्रमोट गरे जस्तो पनि हो भाइ पैसा भेजेन भन्दै त्यो त हो तर अहिलेको भिडियो भएन र चाहिँ भएको छ मैले त अलरेडी यो गरेको थिएँ यही गरेको थियो पज गरेको मार्केट चाहिँ यस्तो छ है मार्केट यस्तो छ दसैँको टोलीहरू यता छ टिका लाउने टोलीहरू दिदी थाक्नु भयो छैन ए हो छैन नि ए ल भाउजू अलिक थाकेको अवस्था हो होइन
कस्तो हुँदैछ दसैँ? हामी एकदमै रमाइलो भएको छ हामीलाई अहिले पनि रमाइलो लागिरहेको छ एनर्जेटिक हुनु न सुतेर उठेन एनर्जेटिक दसैँ राम्रै भइरहेछ भनेपछि एक दिनको दसैँ विदेशीको लागि रमाइलो मान्छ त्यही त राति 3 बजीसम्म भए पनि टिका लाग्नु जाने नै हुँदैन त्यो त हो जानुपर्छ तपाईँको पनि राम्रै भइरह होला राम्रै भयो भाइ ए त्यस्तै छ वर्षमा एकचोटि आउने होइन चाडबाड मैले त गर्नुपर्ने नै हुन्छ नि होइन र हो नि ठाउँहरू घरहरू हेर माथि माथि को छुट्यो होला त अब सबजना डान्स गर्ने खै आफ्नो चाहिँ निदर खाली छ लाउनु पर्दैन त अब तपाईँ ठुलो यहाँ ठुलो हुनु कम गाह्रो छ ल आइन्द्र नसते श्रीन्त दशरथे चतुर्थ साङ्ग्रा गवे जुरुकको भन्नु यस सर भनेर सलुट हानिहाल्यो रोयल सलुट खाने चाहिँ नहुने नि खराब हुन्छ यता यही त होइन सलामपछि के भन्छ अर्को त्यो फुलको पोका सानो मामुलाई के भएको अरे कहाँनिर हाम्रो टाउकोमा ए हो र गुड लक यसरी अनुहार ठुलो 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 तल राखिसक्यो माथि नयाँ जोडी स्याउलाको राम्रो छ नयाँ जोडी त हो कति 18 वर्ष क्रस भएको नयाँ जोडी 18 वर्षमा अब आशीर्वाद चाहिँ मनमा नै कति वर्ष भइसक्यो आइन्द्र नसक्तिबाट भदै भदिनासँग फेरि खेल्नु भनेको हाम्रो बढिसक्यो बच्चा बच्ची हेर्नुपर्छ कि फेरि इन्शाअल्लाह दिनुपर्छ कि भनेको त मेबी हो क्या ठिक छैन इन्शाअल्लाह भनेको मेबी हो मेबी र त इन्शाअल्लाह भनेको त राम्रै हो इन्शाअल्लाह भनेको राम्रै हो ल अब आशीर्वाद चाहिँ दुईजनालाई एउटै है फेरि त्यही कपी पेस्ट है सर्लक्कै हेरे क्या प्रगति त यो भन्नु गर्ने ठाउँ छैन होइन म्यानेजरसँग त भइसकिहाल्नु हो कन्ट्रोल एस गरी हामीले
कन्ट्रोलेस गरिसक्यो भने अहिले पनि कन्ट्रोलेसै चलाउनुहुन्छ अहिले पनि कपी पेस्ट भए बेसी नि कन्ट्रोल गरेर त हैन त्यसलाई अरू बढाउने ठिकै छ अरु त लामो पुरानो पैसा माउसबाट यो सकेर रुनु भएर हुन्छ गरे नके त्यत्रो जमा राख्दा पनि कहाँ हो घाँसै बोकेर कुद्ने हो के टाउकोमा पैसा चाहिँ यो सही त्यही त कहिले छरा फुटाड्दिनु सर्च गर्नु ठिकै छ मोमो आज अनि पकाउँदै गर्नु होला कसको मोमो हो उता भाइले होला उनीहरु टिरा बनाउने मोमो खाएको ल यो चाहिँ अब पैसा नलिएर हैन त यो बिदि त ल ढोकै बहिनीले आउनु न छिटो कहाँ कुदे होइन मेरो छोरा कहाँ हरायो तिम्रो पाउमा तल खाने पहिला यस्तो के पहिला यो हो नि त यहाँ यहाँ अन्त फेरि बाजेले सिकाएको छ कि मावलाको बाजेले आशीर्वाद अब भन्नुपर्छ तातोको नाम दे दीपावलीको ए के अब यो महिनाभित्रमा गाडी चाहिँ आउँछ इन्शाअल्लाह सोचेको राम्रो होस् सबै कुरो अझै लगाइदिउँ ठिक छ नि आज त अनि निधार पनि होला विदेशी आएर विदेश डोग्नाको कि जाने भन्छ सुन भाइ लास्ट इयरको क्या दाइ हो होइन देखिन हामीले त आज त सानो त गड पो भएको त है खै जी गरेको खै त डोगी गरेको होइन त्यो निक्छ कि
खुल्ला खालको के नाच्नको लागि दिनु नि त्यसले पोल्छ शान्ति किन सिरियस पैसा मिलाइदिनु यो त्यस्तो जानु दामी है होइन रे वाउ ओ लाखे 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 साथीहरू दिउँसो घरमा पनि खाना त टनक्कै खाएर आएको तर पनि हामी फेरि यता पनि लाग्यौँ है किनभने टिका लगाइसकिसकेपछि मुख जुठो पारेर त हिँड्नु नै पर्छ अरे अनि मतवालीको घरमा यति त हुने परिहाल्यो कारणले गर्दाखेरि हामी चाहिँ दार्चनातिर लाइट अन गर न फ्ल्यास अन यसरी नै रातिको ट्राभल हो नाइट बस मान्नु चाहिँ टिका थाप्ने यतिको तरिकाले चाहिँ लाटो लिएता छ है अब भोडका टेस्ट गरेको अरे भोडका टेस्ट गरेको अरे ओन्ली वान सिप के हेर नि त्यहाँ पानी थपेको त्यसमा ओरेन्ज जुस पनि मिल्छ ओरेन्ज जुस राम्रो हुन्छ यहाँ चाहिँ लेमन यतिको चाहिँ हुनु पर्यो कि हुन्छ वाट यु वान्ट पेनाको कति लामो चालीस कहिले 40 पनि गर्न थाले के भन्नै पर्दैन रे होइन नि थाहा छ नि त सुकै छैन रहेछ लास्टमा बेकार हुन्छ होला गाडी सुमङ्गल होस् चलाउनु होस् दुईबाट सिम होस् सिमबाट सार होस् पानी हाल्यो भने झन् यस्तो डल्लो हुन्छ क्या
दसैँ चाहिँ यस्तो हुन्छ नि त कोही थाकेर लड्ने कोही लड्ने ओके ठाडो गर स्ट्रेट स्ट्रेट गर सिधा त यस्तो कति ज्ञानी हो लिटिलनली हो के नोजो धेरै मान्ने भएछ टिकामा मान्ने ज्ञानी पनि पहिला त मान्ने धेरै नै मान्ने भएछ ल अभी ब्लेसिंग्स बता मनमनै दिनु एकदमै मनमनै दिएकोमा लाग्छ नि यतिको चाहिँ हुनु पर्यो नि त शनिमाया मेरो र त्यसको निदा पुरै रमझम भएर छु मेरो Bye.
दसैँको अन्तिम दिन पूर्णिमा। अनि अस्ति अब अलिअलि दसैँ मनाइयो, आज चाहिँ फेरि दाइको हातको टिका लगाउन जाँदैछौँ। पूर्णिमाको दिनसम्म टिका लगाउनु मिल्छ भनेर, त्यो भएको कारणले गर्दाखेरि आज हामी त दाइको घर जाँदैछौँ सर्ट टाइममा। किनभने अब ड्युटीले गरेर भनेको बेलामा नेपालमा जस्तो 3-4 दिनको छुट्टी मिले त सबैकोमा जानु टाइममै मिल्छ, तर ड्युटी यस्तै छ। त्यो भएको कारणले गर्दाखेरि आफ्नो टाइम मिलाएर जानुपर्ने हुन्छ। त्यो भएको कारणले गरेर अब दाइहरूको घरमा कसरी सेलिब्रेसन गर्छौँ भनेर म तपाईँहरूलाई अपडेट गराउने नै छु। स्टे ट्युन विथ मी। ल उहाँ चाहिँ हुनुहुन्छ मिस्टर प्रकाश राई। सीधा लाइन क्रॉस करते हैं ना, मतलब ये सीधे सीधी लाइन दी है जी, उसका 400 ग्राम फाइन है। ल यसरी नै जाँदैछौँ हामी चाहिँ हाम्रो यात्रा। दिउँसो बिहान बेलुका जतिखेर ट्राफिक गाडी कति हो दुबईमा अहिले कुरै नगरौँ। She moves like a map with no borders, a whisper caught in the wind. I see her boots at the corner cafe. सुगर लेभल कस्तो छ? ठिक छ, नर्मल होला। मलाई त लागेन। तिमीहरू कडा खान्छ नि त, त्यही भएर ठिकै छ, धेरै खानु हुँदैन सुगर। कसले छाने केटी? नहीं आनु बहिनीकोमा बस्यो, बहिनी भगवानले रक्षा गरून्। फाइनली साथीहरू हामी चाहिँ दाइको घरमा आइ पनि सकिसकेको छौँ। अब टिका लगाउने तयारी हुँदैछ। यस्तो बच्चालाई चाहिँ अलिकति सन्चो नभएको कारणले गर्दाखेरि बच्चा रोइरहेको छ अलिअलि। अनि ज्वरो रुगा मर्गीको सिजन भएको कारणले गर्दाखेरि अलिकति ज्वरो आएको रहेछ। अहिले लाउनुहुन्छ सबैले? हामी त पूर्णिमामा आइपुग्यो नि त। राम्रो नि, ट्राफिक जाममा सधैँ खुसी रहनु, भाग्यले सधैँ साथ दिइराखोस् होइन। मनले चाहेको सबै कुराहरू पुरा होस्। टिका कस्तो मजाले बनाउनु? त्यो यहाँको कलर त अनि त्यो मुस्ने तरिका पनि मसँग अलिकति कलर बाँकी थियो, त्यो नझर्ने यता नझर्ने। मेरो फेरि यो टिका लाउने बित्तिकै के हुन्छ यो पुरै घाउ भयो। त्यही भएर सिन्दुर हाल्न पनि त्यस्तै हुन्छ। जानको लागि नजान गएन, घाउ हुन्छ त। होस् है हिजो भनेको थिएँ बिर्सिन्छ। भगवानले रक्षा गरून्, दुर्गा माताले सधैँ दाहिने परुन्, भनेको कुरा सबै पुरा होस्, मनका इच्छा आकाङ्क्षा सबै पुरा होस्, बुढीलाई सधैँ खुसी राख्नु होला, सधैँ दाइ भाउजू सम्झेर आउनु होला। दाइ भाउजू भनेर टाढै सम्झिनु होला। योभन्दा ठुलो अरू केही पनि छैन अब होइन। त्यहाँ छैन भनेको चाहिँ एउटा भाउजूहरूको छ भने लिएर आउनु भनेको नि।
छोरीलाई लगाइदिनु छोनाइलाई लगाइदिउ टिका लाउनु पर्छ आजको दिन आज लाउनु पर्छ टक्क ल त्यसले चिसोमा अलि अलिकति लगाइदिउ आजको दिन भनेर छिटो मेरो छोरी सन्चोस् खै रियान्स खै ल यहाँ रियान्स के मेरो इसमा लगाइदिउ ल नानी पेनमा अप्ठ्यारो भएर कति धेरै पैसा दियो बाबाले रियान्स जिस्काको सबै लाउने होला रुबिलाले लगाइदिउ ठुलो मान्छे भएस् धेरै ठुलो मान्छे भएस् ज्ञानी भएस् राखेस् टिका लाउनु बढे छुरी प्लेनमा उडाएस् फ्रीमा उडाएस् पैसा लाग्दैन भाग्यमानी भए सधैँ खुसी रहनु भाग्यले सधैँ साथ दियोस् भगवान् सधैँ दाहिने परुन् है अलिअलि मात्रै मनको चाहेको कुरा सबै पुरा होस् अझै ठुलो मान्छे हुनु ठुल्ठुलो हस्पिटलमा काम गर्नु भाइलाई पाल्नु ल पछाडि दिने बिर्सिन्छु रमेश सर आउनु आउनु न बहिनीले मलाई दाइ मानेर राखिलागिसक्यो नि तपाईँ ज्वाइँ त ठुलो भए पनि अब कान्छो हो नि मानेको कुरा सबै पुरा होस् के सोच्नु सबै कुरा पुरा होस् अस्ति दसैँ कसले लाग्यो दुईजनै सँगै लगाएको छ ए ल सर आफूलाई लगाउनु टिका आफूलाई टिका खाऊ भनेको नि खाएको होइन खायो अलिकति त हुँदैन नि दादा मेरो छोरीले पैसा समातिरहनु रहेछ नि त नाक पुस्नु पर्ने छ पछाडि नाक त्यसको दुईटा नाकको भरेर खतम गरिदियो अलिअलि गराइदिउ त जाऊ अलिअलि खै रोगौँ यहाँ रोगौँ मिठो दसैँमा यतिको चाहिँ हुनुपर्छ यतिको चाहिँ हुनुपर्छ होइन बोतल देखाउनु त बोतल देखाउनु त अर्कोपट्टि हो नाम हो
यहाँ छ दसैँमा यतिको चाहिँ हुनु पर्यो क्या दसैँ ओ सानी छानी गऱ्यो हुन्छ मन तले गर्छु यतिको चाहिँ हुनुपर्छ है हुन्छ पछि यहाँ हाल्दैन होइन होइन हुन्छ 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 ल ह्याप्पी दसैँ ए तपाईँ त खसी लिनु रसाल खेम्प जानुभयो भनेर भाउजूले भन्दै हुन्थ्यो हामीले पनि अलेनको खाएको योचोटि ए अबुधाबीको खाएको भाइले ल्याइदिएको रुममा एकजना दाइले काटेको अरे 5वटा काटेको अरे एक दिन के फुलपातीको अघिल्लो दिन 2टा फुलपातीको दिन अन्त हेर्नु नखाने रे नानी सुताउने